सल्लाहको फुल हो होइन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि गाइज अहिले म मर्निङको फ्रेस एयर लिएको छु। अनि गाइज हजुर मेरो कट हेर्न सक्नुहुन्छ, हेयर कट। होइन गाइज तपाईँहरू सन्चै हुन्छ के हुनुहुन्न कमेन्टमा भन्नु होला। म लास्टै सन्चै छु होइन। गाइज आज चाहिँ म सानो मम्मीको घरमा जाँदैछु होइन गाइज। अनि गाइज त्यो ठाउँको नाम चाहिँ अहिले थाहा छैन, हजुरले हेर्दै हेर्दै थाहा पाउँदै गर्नुहुन्छ है गाइज। ल अहिले त्यहाँ भेटौँला, बाई गाइज। पुल त उताबाट जाँदैछौँ, यहाँबाट जाँदैछौँ होइन। चाहिँ आज चाहिँ हामी सानो मम्मीको घरमा जाँदैछौँ होइन गाइज। अहिले चाहिँ हुन्छ, अहिले चाहिँ हामी सानो मम्मीको घरमा चाहिँ भेटौँ है गाइज। गाइज अहिले चाहिँ हामी सानो मम्मीको घरमा आइसक्यौँ होइन। हेर्न सक्नुहुन्छ यहाँको चाहिँ कस्तो बब्बाल भ्यू, आहा पाहाडै पाहाड हेर्न सक्नुहुन्छ होला। तल नि गाउँ रहेछ है, तल पुरै गाउँ छ गाइज। अहिले चाहिँ हामी उता तडे यहाँ माथि उकालो चढ्दै आएको हो होइन गाइज। तपाईँहरू पनि घुम्नु भएको नि कमेन्टमा भन्नु होला। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि गाइज आज चाहिँ म हिजै सानो मम्मीको घरमा आएको थिएँ होइन म, किनकि हिजो भ्लगै गर्नु पाएन। हिजो म धेरै थाकेको थिएँ, त्यही भएर हिजो भ्लगै गर्न पाएन होइन। आज चाहिँ नयाँ भिडियो लिएको छु तपाईँहरूको लागि होइन। यहाँ चाहिँ करिश्मा दिदीहरू हुन्छ, करिश्मा दिदी अनि कृष्ण दिदी अनि करिना दिदी हुनुहुन्छ यहाँ। यहाँ चाहिँ मम्मी हुनुहुन्छ। हेलो। अहिले चाहिँ हामी पिपलको डाँडामा छौँ होइन। यहाँ चाहिँ कस्तो हरियाली छ। पिपलको रुख चाहिँ यत्रो ठुलो रहेछ, त्यही भएर पिपल डाँडा भन्ने रहेछ। अब आउनुहोस् यता फुल हो। यसलाई चाहिँ अगेरी भन्छ के। अगेरी खान पनि मिल्छ, यसको दाना कालो कालो हुन्छ, खान एकदम मिल्छ नि। यो कस्तो मिठो हुन्छ यो फल चाहिँ, यसलाई भनिन्छ अगेरी। सेम बेरी जस्तो अगेरी, गेरीको मिन्स बेरी। यहाँ चाहिँ बेलुका बाघहरू आउने रहेछ। यहाँ चितुवाहरू आउँछ रे। दिदीले भन्नुभयो करिश्मा दिदीले सल्लाहगाली आयो त गाइस। त्यहाँ सुने मैले भर्खर आउनु त गाइस। मामा सल्लाहगाली आयो हो। ए आउँदैछ अरे, आइसक्यो। बहुत अच्छा कथा। वाह कस्तो राम्रो भ्यू है डेडी। त्यहाँ माथिको डाँडा हो। आहा रातो माटो
गाइस यहाँ छ अहिले सल्लाह घरि आइसक्यो हैन यो इदाले देख्न हने यसले चिप्लिन्छ के मान्छे नै अनि त्यहाँ कुत्ता सल्लोतिर जान्छ मम्मीले भन्नुभयो गाइस यो सल्लाहको ताक चाहिँ अँ हुन्छ कि हो म चिप्लिन्ला गाइस कहाँ पुग्ने हामी म नि थाहा छैन तल जहाँसम्म पुग्ने छ हामी गाइस बिस्तारै है बिस्तारै जाने हो म बिस्तारै आऊ है सानो म यहाँ साइडतिर आउ ए त्यो त त्यो त नजाऊ झन् चिप्लो हुन्छ त्यो त यो त तिमी त फेरि ठाडै तल पुग्छ नि आउनु न के डेन्जर छ डेन्जर ठाउँ यो त एकदम ध्यान दियो है छोरो गाइस यहाँ चाहिँ कस्तो डेन्जर भ्यू रहेछ नि त पुरै तलसम्म रुख रुख सुन्नु का सानो साउन्डले त्यसकै टङ 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 आउनु गाइस फेरि भ्लग गर्छु चिप्लेर बिस्तारै आउनु बिस्तारै है गाइस होइन यहाँ चाहिँ दिदीहरू चाहिँ यो घाँसहरूलाई हटाउनु आएको किनकि हामी नचिप्लोस् भनेर मम्मीले गर्दै हुन्छ हेर्नु त दिदीहरू पनि गर्दै हुन्छ आउनुहोस् बिस्तारै गाइस म नि गर्छु कक्कै ढुङ्गा होइन त्यो हिँड दौडेर हिँड्यो त्यस्तो यहाँ पिकनिक पनि आउनुहुन्छ अरे कि ए हो करिश्मा दिदी कृष्णा दिदीहरू होइन गाइस यहाँ चाहिँ मनोकामनाको पाहाड छ होइन हेर्न सक्नुहुन्छ होला त्यहाँ कस्तो राम्रो यो वाह गाइस यो चाहिँ सल्लाहको फुल हो होइन हेर्न सक्नुहुन्छ फुलले बोट हो होइन हेर्न सक्नुहुन्छ र कस्तो ब्युटिफुल है यो यहीँ के अरे बोट हुन्छ क्या सल्लाहको रुखमा फलेको यो चाहिँ सल्लाह रुखबाट फलेको यो सल्लाह हो होइन कस्तो राम्रो है वाउ सो ब्युटिफुल गाइज अहिले चाहिँ यो घरमा लग्नु कि यहीँ राख्नु लग्ने ल यो गाइज अहिले चाहिँ यो लगाउँ ल यो एउटा चाहिँ यहीँ छोडिनु ल दुईटै ल दुईटै लगाउँ गाइज गाइज जो चाहिँ उन्नेको होइन तातो रहेछ होइन यहाँ चाहिँ चिलाउने रुख हो होइन गाइज होइन यो आजको भ्लग चाहिँ कस्तो लाग्यो है गाइज फेरि कमेन्ट हान्नु अनि लाइक सब्सक्राइब हान्नु ल आउनुहोस् गाइज फेरि लाइक कमेन्ट सब्सक्राइब नहान्नु भने म कहिले भ्लग गरेन डिलिट हालिदिन्छु च्यानल गाइज यहाँ आज चाहिँ लास्टै रमाइलो हो होइन आज दिजुको गाउँमा धेरै घुमेर नि लास्टै रमाइलो भयो यो ठाउँको नाम चाहिँ मलाई भन्ने गाह्रो भयो के यो ठाउँको नाम दिदी टाक्लुङ टाक्लुङ ए गाइज यो ठाउँको नाम चाहिँ टाक्लुङ रहेछ हेर्न सक्नुहुन्छ होला भन्दै भन्दै गएँ यो कसै पनि खाँदैन त्यति झरेर जाने होला है यत्तिकै यहाँ काल्दै भएर
चराहरूले खान्छ यहाँ पखाला खानुपर्छ गाइज वा हेर यहाँ कस्तो राम्रो गाइज मेरो त हात त काखले टिप्दै टिप्दै रातो भइसक्यो होइन यहाँ चाहिँ काँक्रोहरू यहाँ फलेर छ हेर्नु वाउ कस्तो राम्रो हो कि गाउँ त दिजुको वा सो ब्युटिफुल गाइज हेर्नुहोस् है गाई यस्तो अर्ग्यानिक फल काफल हुन्छ हुन्छ ल आउँदै हो हामी कति मिठो किनिहाल्नु होला भर्खर त हालेर फलिहाल्यो बिस्तारै हेर्नु फुल जस्तो छ फेरि कस्तो राम्रो कस्तो राम्रो कोपी घोच्छ गाइस कस्तो राम्रो गाइस अब माथि आयो गाइस होइन अहिले चाहिँ के अरे दिजुले होइन मलाई घुमाउँदै हुन्छ होइन सानो मम्मीले होइन उता चाहिँ दिजुको ठुलो स्कुल बन्दै रहेछ हेर्न सक्नुहुन्छ होला यो हाम्रो सानो स्कुल छ हाम्रो स्कुलमा चाहिँ दुईवटा मात्रै के अरे फ्लोर छ 2 फ्लोर एउटा फर्स्ट फ्लोरमा चाहिँ 1 2 3 4 छ अनि माथि नि 1 2 3 4 अनि चाहिँ 8 छ हाम्रो रुम स्कुलमा होइन यहाँ चाहिँ दिदी अनि मम्मी सानो मम्मी चाहिँ उता हुन्छ खै हौ देखिनु पर्यो सानो मैले पनि होइन गाइस यहाँ चाहिँ कस्तो मस्त हावा आएको छ उता चाहिँ सेतो फुल छ उता हेर्नु त त्यहाँ सेतो फुल छ हेर्नु वाउ सो ब्युटिफुल ब्रो गाइस अहिले चाहिँ हामी सहित लखन के अरे गाउँपालिका चाहिँ मा छु म होइन म चाहिँ होइन नि हामी भन्ने हो क्या हामीले उता मम्मी दिजु आन्टी अनि म अनि ड्याडीले चाहिँ क्यामेराम्यान गर्दै हुन्छ क्यामेरा खिच्दै हुन्छ होइन वाउ यो के अरे सानो मम्मीको गाउँ कस्तो राम्रो रहेछ है गाइज हजुरलाई चाहिँ यो गाउँ कस्तो लाग्यो भने कमेन्टमा भन्नु होला है गाइज अनि लाइक सब्सक्राइबमा हालिदिनु होला है गाइज हेलो गाइज भन्नु ल हेलो भनिदिनु सबैजना हेलो यस सर लेट्स गो गाइज हामी बाटो फलो गर्न आउनु है यो ठाउँ चाहिँ हजुर आउनु सक्नुहुन्छ है गाइज अहिले चाहिँ हामी हिँड्दै ठुलो गाउँ देखाइरहेछ हेर्नु सक्नुहुन्छ र यो चाहिँ मगरहरू बस्ने ठाउँ हो होइन मगरहरू मान्छे के त्यहाँ बस्नु होइन हामी चाहिँ हिँड्दै आएर म चाहिँ अघि नै हिँड्दा के अरे भाग्दा आएर खुट्टा त चिप्ल्याएर यस्तो माटो रहेछ खुट्टा यस्तो भइसक्यो अहिले घर गएर धुने हो गाइस आइया आज त लास्टै थाक्यो यार कति ठुलो यार गाइस आउँछ हामी घर फर्किँदैछौँ होइन आज लास्टै थाक्यो होइन एउटा दिदीको स्कुलदेखि आउँछ जाऊँ गाइस
कति ठुलो रुख चौतारा है होइन गाइस कस्तो ठुलो रुख चौतारा म त यही सुत्नु नि यहाँ त म अड्न सक्छु होला है झन् त ए अड्दै भएछ यहाँ चाहिँ कमले बस्छ होला किन बस्छ होला गाइस यहाँ आउनुहोस् त या गाइस ल यहाँ जानु छ के डेडी गाइज आउनु follow me गाइज अहिले चाहिँ यो सुन्तला खाने सिजन सकिसक्यो होइन किनकि अहिले गर्मी आउनलाई गर्मी त आइसक्यो नि त होइन गाइज अब जानु गाइज हामी चाहिँ सुन्तलाको बगैँचामा त्यही बाटो हिँडेको छौँ होइन यहाँ खान चिरायो गाइज कस्तो राम्रो यहीँ सुत्नु जस्तो लाग्यो गाइज र आउनुहोस् हाम्रो धेरैको वेट गरिरहेको उता बस्नु हाल्छ गाइस हेर्नु त गाइस गाइस मैले त किन त्यो उता डाँडामा गएको चाहिँ यो किनकि अहिले आएर फर्केर म चाहिँ अहिले फर्केर यहाँ अर्को गरेर लाग्यो गर्मी भएर त्यहाँदेखि टी सर्ट and after follow me guys अनि यो मेरो हेयर कट अनि यो टेपर फेड गाइस लाउनुस् guys likes bro come bro guys कस्तो हामी बाटो हिँड्दा हिँड्दा बिस्तारै हिँड्दा नि कस्तो यो रोडले धकाल्ने जस्तो लाग्छ क्या हामीले त अब हेर्नु कस्तो बिस्तारै हिँड्दै आफै धकाल्छ यस्तो हुन्छ है अब बिस्तारै हिँड्यो भने फेरि धकाल्छ हल्का स्पिडलाई हेऱ्यौँ गाइस झन् यस्तो धकालिदिइहाल्छ क्या गाइस गाइस यहाँ चाहिँ कस्तो राम्रो फुल उम्रेर चाहिँ हेर्नु सक्नुहुन्छ होला वाउ सो ब्युटिफुल यो चाहिँ रोज होला नि गाइस हेर्नुहुन्छ रोज हो हो गाइस रोज वाउ त्यहाँ चाहिँ मम्मीहरू फुल टिप्दै हुन्छ मामा फुल टिप्नु हुन्न नि एउटा मात्रै टिप्दिएको अनि टिप्छ वा कस्तो राम्रो फुल खाइदिए दिन्छ ए मनबाट दिनु भयो फुल यसलाई चाहिँ के फुल आहा यहाँ सुन्दै कस्तो राम्रो है वाह ल गाइस आउनु म यहाँ कानमा राख्नु कि अड्दैन सानो यसलाई कहाँ राखौँ यसलाई यस्तो औठी बनाइदिउँ यस्तो गाइस उता सालममीको घर आउँदा यहाँ नि यहाँ चाहिँ रोड रहेछ ए होइन रहेछ गाइस कस्तो रोड हेर्नु जस्तो गाइस होइन अहिले चाहिँ हामी धारा पानी जाँदैछौँ होइन आज चाहिँ हामी धेरै घुमेको छौँ होइन हामी घुमेको कस्तो लाग्यो होला होइन भन्नु होला फुल चाहिँ मैले यहाँ राख्दा गाइस जाम गाइस हामी यस्तो अप्ठ्यारो बाटो नि गइआएको होइन अगाडि चाहिँ उता चाहिँ दिदी मम्मी दिदी आन्टी चाहिँ घरमा जानु आएको हामी साथ चलाउने आमा कस्तो गाह्रो बाटो गाइस म त हिँड्नु सकेन कस्तो काटो यस्तो छिस्काले गोद्दा नै छिसेको केही हुन्न त्यस्तो छिस्का बिस्तारै 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 आइसक्यो खेत आइसक्यो आज हामी
घर फर्किँदैछौँ होइन अनि आन्टीले चाहिँ मलाई 300 रुपियाँ दिनुभयो होइन गाइस थ्याङ्क यू भन्नु त आन्टीलाई थ्याङ्क यू आन्टी दुईटा 300 रुपियाँ अनि आज दिदी पनि जानुहुन्छ खै त करिस्मा जानुहुन्छ करिस्मा दिदी जानुहुन्छ गाइस होइन आमालाई चाहिँ नलाने लाग्ने नानी हो गाइस आज चाहिँ करिस्मा दिदी चाहिँ जानुहुन्छ अरे होइन अनि दुईटा दिदी चाहिँ नजाने रे को नआने हो म ड्याडी मम्मी करिस्मा दिदी जाने हो अनि दुईटा दिदी चाहिँ नजाने रे होइन आमा चाहिँ त्यही के अरे पुरिङ्गा हुन्छ अरे हामीलाई नानी होला नि हजुर हामीलाई नानी होला नि लाग्ने लाग्ने अँ। सँगै जाऊँ है हामी पनि हस् लानुहुन्छ हस् होइन गाइज अहिले चाहिँ हामी भेटौँला है गाइज अब बाई के गरे गाइज हामी चाहिँ आइसक्यौँ होइन हामी चाहिँ 4 दिनमा काठमाडौँ आयौँ होइन गाइज अहिले चाहिँ मेरो ब्लग कस्तो लाग्यो होइन आज के अरे हामी त धेरै घुम्यौँ होइन सानो मम्मीको घरमा होइन गाइज आज ब्लग कस्तो लाग्यो होला लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला नेक्स्ट ब्लग बाई गाइज